सहुजिनी कसो के भन्छ खासै गर्न हो कमेन्ट फेरि सबको यहाँ भन्दैन नि फेरि पनि सिंगल हातको ठुलो समेरो हो सालम मै खाइदिन्छ के भन्छ हामीले लिनको मेला चाहिँ हेर्न जानु चाहिँ के पनि खान चाहिँ म त जान्छ भयो सुरु दिन यसको एउटा खर्च लगे छैन यसको लागि Hello everyone, welcome to our video. हाम्रो भिडियो चाहिँ फेरि स्टार्ट गरिदिया गरिसक्यो मैले हुन्छ हिँडिरहेको मैले सिधीमा छ म तर जाने काम छ के त्यही भएर लास्ट मस्किन मन लागिरहेको छ गाइस लास्ट मस्किन मन लागिरहेको छ गाइस के गर्ने यस्तै छ हामी माया मलाई चाहिँ मार्ने लैजाको यहाँ साडैको 10 केजीको हातले 1 केजीको मान्छे मार्नलाई सक्छ मेरो चप्पल अलि साइडवाला चाहिँ गाइस खुट्टा पनि थाहा हुन्छ मोटोमा चेकिङ तर मेरो चप्पल अलि फोर्नु हुन्छ कि यार फोर चाहिँ खुट्टै बिचरा हप्सीका खुट्टाहरू जस्तै छन् गाइस हाम्रो चाहिँ के गोरो भएको ठिक हुन्थ्यो होला चान्लाको होइन कसैले देखेको छैन कसरी खोज्दै जाने थाहा छैन एउटा होटलमा चाहिँ अम्बिल्ला अम्बिल्ला गाइस हाम्रो गाई त्यो गीत सुन्नुहुन्छ मोरे भने के भन्छ तल खत्म बाय बाय टाटा गुड बाय गया रुको जरा सबर करो ला यो गीत जान्ने त रहेछ यसको नाम थाहा भयो के गाने यस्तै हो क्या गाने हाम्रो भाषै गानै हो होइन हुन्छ नि भोइस एडिट गरेर बोल्ने मान्छे परिणाम गाने हामी चाहिँ अर्ग्यानिक हो यस्तै हो कि गानी यस्तै फोडा मान्छे छ गानी हामीहरू हेर्न सक्नुहुन्छ लास्ट मस्किरहेको छ गानीले चाहिँ के भएको कसको गीत रह्यो के हो यस्तो माया त गरिस् केटी बिना चढाई बकने के लिए जरूर थी ना इसके लिए देखना क्या बोले भाई अब क्या बोले क्या था भाई कहना सकने के लिए भारी से बकने के लिए जरूर थी ना से हाँ बहुत थोत्रे इंग्लिश बोल्नु चाहिँ मलाई नै आउँछ हैन ल बोल बात सुन लो अच्छा मेरा फ्रेंड को हाथ ढालेको मैं त्यसका गर्दन में चाकू ढालेको चाकू अच्छा सुन्नु भने किसिम पुलिसमा झन्डो गाइजहरू पुलिस हो सो गाइस हामी चाहिँ बाटोमा आइसकेको छ होइन देख्न सक्नुहुन्छ काला काला अनुहार बोकेर आइरहेको छ चटपटे खाना के लिए चटपटे खाना आएको गाइस चटपटे Why you smile, man? Give me reason. या हम कुछ भी नहीं खाएंगे हम सिंपल है बहुत स्मेल दे रहा है तो क्या मजाक का बैड है यार सहुजिनी कुछ के भन्छ
चाहिँ खान्न हौ कसैले खाने भए माग सकेर खाने भए माग खान्छ सक्छ त कसैले सक्दैन नि फेरि फलसबको यहाँ भल्दैन नि फेरि पनि सिंगल हामी पनि सिंगल त्यही भएर होला बिचरा घाममा चाहिँ रोइराख राम्रो नलाग हामी पनि रोइरहेछौँ यस्तो साथी छ मात्र दाइ साइडमा डिफ्रेन्स छ क्या हातमा यति ठुलो छ मेरो सानो खाइदिन्छ म खानदानको मान्छे हो नि त यस्तो लारङ मान्छे होइन मेरो सबैजना ठुलो छ केटाहरूको हात त्यस्तो लानिदिन्छु सेपो मलाई होइन खाने हो स्पाइसी पापा चाइनिज Spicy फुड पैसा गएको छ होइन मैले एउटा कुरा भर्खर थाहा पाएँ यार क्या हामी होइन म नराम्रो भएर होला के हो म भन्दा 20 वर्ष जेठा मान्छे नि तन्डेरी यङ देख्छु क्या कसले देखेको त्यस्तो म चाहिँ हप्सी कसले देखेको त्यस्तो नराम्रो बोल्यो होला मेरो मन कसले देखेको भन्न उकाली उता चाक बेबी देखेर क्या अरे वाह सबसे ईमानदार व्यक्ति है ना इसके यो कहाँको डान्स रहेछ कसैले गर्न नै सक्ता है यस्तो डान्स के बोकिरहेछ यस्तै छ पारा हेरेको हेरै हामी चाहिँ हेरेको हेरै जान मेरी जान हामी चाहिँ त्यो त्यहाँ पुग्नु पर्ने क्या यहाँ हित्तीमा यो रुममा पुग्नु पर्ने हो हाम्रो परुण भाइ के गरिरह होला यतिखेर चाहिँ गइसक्यो अगाडि सभापति महोदय चाहिँ देख्न सक्नुहुन्छ हाम्रो लिगाङको मेला चाहिँ हेर्न सक्नुहुन्छ है केही पनि छैन क्या एउटा म चाहिँ जानु त गएन सुरुको दिन स्कुलबाट कलेजबाट लगेको थिएँ होइन त्यसको लगाएको थिएँ एउटा अस्ति गएर अस्ति चाहिँ भव्य भएको थियो आज चाहिँ देख्न सक्नुहुन्छ त्यति धेरै मान्छे चाहिँ छैन पिङ त्यसले भन्दा मैले चाहिँ राम्रो गर्दैन छोरा भएको छ नि अनि पिङ चाहिँ चलाइरहेछ होइन अनि एकजना भाइको सिकेर के बोल्दै सक्दैन मान्छेहरू फेरि छैन त्यति धेरै सामानहरू किन्न जानु होला समाधान गर्न बेबी ल गर तैँले स्टार्ट गरेको बसेर थपिदिन्छु मलाई केही नि अन्ना यस्तो सभापति केहीमा चटपटे खाना मात्र आउँछ मलाई भाइको सिकेर है हामदुल्ला भन्दै के भन्छ के बोले भाइ के बोले के छ थाहा बोले धन्यवाद कार्यक्रम सञ्चालकज्यू सबैजना लिबाङवासीहरूले सुन्नु होला आइदिनु सबै होइन धन्यवाद हेरिरहेको छौँ हामीले चाहिँ हामीले पनि हाम्रो प्रचार प्रसार गरिरहेछौँ हजुर आइदिनुलाई 29 गतेसम्म छ मौसमको टाइम चाहिँ आउनु होला रमाउनु होला रमाइलो गर्नु होला तर यहाँ चाहिँ 1% नहुँदा चाहिँ मलाई एकदम आज लागिरहेछ बरु यहाँ यिनीहरू क्यारम बोर्ड खेल्ने भाइहरू पनि जानुपर्ने नि त्यहाँ मेलामा अलिअलि ठगुन बसेर जाउँ न बरु अनि क्यारम बोर्ड खेलिरहेछ मजाले अनि के गर्नु गाइस मलाई चाहिँ यस्तो मेला सेला भन्ने चिजै मन पर्दैन क्या त्यही भएर नगएको टाउको दुख्छ एग्रिकल्चर पढेर होला कतैतिर बारेको देख्दा नि नर्सरी जस्तै लाग्छ क्या गाइस देखाइदिन्छु म तपाईँलाई यहाँनिर नर्सरी छ सेतो घरभित्र छ है गाइस छ होला जस्तै लाग्छ तर बट आई नो त्यही त होला नि यस्तो मौसम त एकचोटि सुलझोरमा भएको गाइस यस्तै भयो लिबाङमा नि पोहोरको साल चाहिँ यस्तो भएको थिएन अहिले चाहिँ यस्तै भयो होइन अनि
यस्तो हो क्या मेला नि एकचोटि परेको हुन्छ पैसै छैन होइन अनि नेपालमा पैसै छैन गरिब छन् नेपाली जनता नभनौँ नेपाल अनि कहाँबाट हुन्छ त हो यस्तो मेला पर्दैन क्या धेरै बरु एक साल बिराएर चाहिँ राम्रो हुन्छ त्यस्तो सालै बन्छ चाहिँ राम्रो हुन्न भर्खरै गेम पनि भइरहेछ 5-6 दिन अगाडि त्यसरी फेरि मौसम परिदिन्छ कहाँबाट हुन्छ र मान्छेहरू तर त्यो गीतले नि मलाई मन छोयो मान्छेहरूको त्यो पसलहरू मान्छेहरूको के भयो होला अनि कस्तो मन दुखिरहेको देख्न सक्नुहुन्छ तल चाहिँ मान्छे छैन आइडेनलाई सबैजना रमाइलो गरिदिनुलाई बिचरा कलाकारहरूको पनि बेजेर भयो क्या यता होइन अनि हो यदि मसँग 1 लाख भइदिएको भए 500 रुपियाँ भने बाँधिँदै जान्थ्यो नि अनि है पर्दै कति 100 कतिवटा पसल छैन त्यहाँ 100 कतिवटा छ त्यसै 1-500 बाँध्दै त भइहाल्ला बाँधिँदैन गाइस मसँग मनी नभएर हो कि बिचारा हाम्रो साथी कति कमलो मनको छ तपाईँलाई थाहा छैन तर गरिब परियो के गर्नु त्यही टिकट काट्ने पैसा छैन हामीसँग खत्म बाय बाय टाटा गुड बाय गया रुको जरा सबर करो टिकट काट्ने पैसा छैन हामीसँग को चाहिँ सबै सब पैसाले मात्र गरिब त्यही त नि पैसाले मात्र अरे साहस छैन या आहा बिना दागी नो भाइ नो हो नभाएको भागेपछि चाहिँ शङ्का हुन्छ शङ्का भएपछि लङ्का हुन्छ हनुमानले लङ्का जलाइन्छ ल हामी चाहिँ आइपुग्यौँ सामानलाई जिताइसकेछ होला त्यहाँ साथी हामी चाहिँ आइपुग्यौँ बाटोमा होइन अब चाहिँ हामीले गर्नुपर्ने